अस्सलामुअलैकुम जय नेपाल। आज म नेपालीमा कुरा गर्छु। तपाईं सम्पूर्ण जति हाम्रो भिडियो हेर्नुहुन्छ सबैजनालाई हृदयदेखि धन्यवाद छ। अनि यो भिडियो मलाई बनाउन अत्यन्तै जरुरी थियो, किनभने यो हाम्रो देशको गौरव जुन छन्, हाम्रो देशको शान बालेन शाहज्यू, उहाँलाई यस्तो खालको गाली गुलुज गरिरहेछ यो केटाले। कहाँको हो कुन ठाउँको थाहा छैन, तर यो भिडियो हेर्ने बित्तिकै जुनसुकै नेपालीलाई रिस उठ्छ। पक्षको हो विपक्षको हो त्यो थाहा छैन, जसले पनि हेर्छ भने यो हाम्रो नेपालको प्रधानमन्त्रीलाई गाली गरिरहेछ। सकेसम्म यो भिडियो तपाईहरुले शेयर गरिदिनु होला, यही आग्रह गर्दैछु। पहिला यो भिडियो हेरौँ अनि त्यसपछि कुरा गरौँ। बालेन, यदि त एक बाउको छोरा हो भने माधरचोद मसँग एकपल्ट आएर भेट त रन्डीको बान त। या त यो दुनियाँमा बस, या त म बस्छु माधरचोद। तँलाई म आफ्नो हातले हान्छु चिक्ने, त्यो आर्मी पुलिसको अगाडिमा हान्छु तँलाई म माधरचोद। जान गाडमा दम छ मुजी भन्न, सोशल मिडियामा नराम्रो बोल्यो भनेर म यसलाई समात्छु भनेर गाडमा दम छ, मलाई थुन्न सक्सेस माचिक्ने थुन। दुनियाँको नक्साबाट माधरचोद तेरो देशको नक्सा मिटाइदिन्छु माचिक्ने, त्यति दम छ मेरोमा माधरचोद रन्डीको बान। थुनेर देखा माचिक्ने। भिडियोमा यो केटाले यस्तो अभद्र भाषा बोलिरहेछ हाम्रो देशको प्रधानमन्त्री बालेन शाहज्यूलाई। दम छ भने मलाई थुन, दम छ भने मलाई यो गर, दम छ भने मलाई यो त्यो गर, यस्तो खालको अभद्र भाषा टिप्पणी प्रधानमन्त्रीलाई डाइरेक्ट च्यालेन्ज गरिरहेछ। सकेसम्म यो भिडियो यति सेयर गर्नु होला कि यो कुकुर जस्तो मुख भएको मान्छे थानामा जाओस्। यसको मागे यो हो कि मलाई भित्र थुन भन्दै भनिरहेछ भने यसलाई भित्र नै लगेर थुन्न पर्छ। अनि यो हाम्रो देशको गौरव जुन छ, हाम्रो देशको शान बान यति बेला विश्वभरिमा चर्चा भइरहेछ हाम्रो देशको प्रधानमन्त्री बालेन शाहज्यूको। यसले यस्तो अभद्र भाषा प्रयोग गरिरहेछ। यसलाई छिटोभन्दा छिटो, जति छिटो हुन्छ यसलाई भित्र लगेर यसलाई थुनिदिनु सरकार। उसले माग गरिरहेछ मलाई लगेर भित्र थुन, मलाई लगेर भित्र थुन। त्यही भएर मेरो आग्रह छ, मेरो रिक्वेस्ट छ यो सरकारसँग कि यसले जति छिटो हुन्छ त्यति नै छिटो यसलाई लगेर भित्र थुनिदिनु सरकार, किनभने यसले हाम्रो देशका